गुलसन झा जुन हिसाबको कमिटमेन्ट थियो गुलसन झामा त्यो हिसाबको प्रदर्शन गरेर देखायो। यो टुर्नामेन्ट स्टार्ट हुनुभन्दा अगाडि एउटा कमेन्ट गुलसन झाको धेरै नै भाइरल भएको थियो र धेरै नै तबाही मचाएको थियो सोसियल मिडियामा। त्यो कमेन्टमा के थियो भनेदेखि गुलसन झाले के कमेन्ट गरेको थियो, नेपालले एउटा सिट T20 वर्ल्ड कपको लागि अलरेडी बुक गरिसकेको छ, अब 2टा सिट मात्र बाँकी छ र त्यो हिसाबले गुलसन झा प्रदर्शन गरेर देखाएको छ। त्यो हिसाबले गुलसन झा प्रदर्शन गरेको छ। जुन हिसाबले गुलसन झा ब्याटिङ गरेको छ, बलिङ गरेको छ, लाजवाब ब्याटिङ, लाजवाब बलिङ। ओमानको पिचमा सबै ब्याट्सम्यान स्ट्रगल गर्दै थियो, त्यहाँ गुलसन झाले 200को स्ट्राइक रेटले ब्याटिङ गरेको छ र आफ्नो टिमलाई वर्ल्ड कपमा पुर्याउन धेरै ठुलो योगदान खेलेको छ। र आज पनि गुलसन झाले एउटा कमेन्ट गरेको छ, त्यो कमेन्ट पनि धेरै तबाही मचाउने छ। त्यो आजको कमेन्ट के हो भनेदेखि, म योभन्दा टुर्नामेन्ट स्टार्ट हुनुभन्दा अगाडि भनिदिएको थिएँ नेपालले वर्ल्ड कपमा क्वालिफाई गर्न सक्छ र हामी गएका छौँ। र गुलसन झाको यो अन्दाजले तपाईँहरू के भन्न चाहनुहुन्छ कमेन्ट बक्समा कमेन्ट गर्नु।